सिन्धुपाल्चोक जिल्लाको 12 बिसे नगरपालिका 8 अहिले विकासको काममा फड्को मार्दैछ। यहाँका वडाध्यक्ष विमल प्रसाद पौडेलको इमान्दार नेतृत्व र जनसेवाप्रति अनवरत समर्पणले गाउँलेहरूमा नयाँ ऊर्जा जगाएको छ। जब अधिकांश जनप्रतिनिधि पद, पारिश्रमिक र सवारी सुविधामा बढी केन्द्रित देखिन्छन्, त्यही बेला पौडेलले वडाध्यक्षको हैसियतमा पाउने पारिश्रमिक पनि समाजसेवामा लगाएका छन्। उनले वडाको सामूहिक हितका लागि आफ्नै 5 रोपनी जग्गा निशुल्क उपलब्ध गराई जनप्रतिनिधि भनेको जनताको सेवक हो भन्ने भावनालाई व्यवहारमा उतारेका छन्। वडाध्यक्ष पौडेलको राजनीतिक यात्रा रोचक छ। उनी राजनीतिमा खासै थिएनन्। यो वडामा विगतमा एमालेले जितेको थियो। उनले प्रतिनिधित्व गर्ने दल काङ्ग्रेस यहाँ तेस्रो थियो। मत परिणाममा उनी तेस्रो स्थानमा परे पनि उनको इमान्दारी, नम्र व्यवहार र विकासप्रतिको सोचले गाउँभर विश्वासको वातावरण सिर्जना गर्यो। त्यसैको परिणामस्वरूप वडावासीहरूले राजनीतिक गणितभन्दा माथि उठेन उनलाई वास्तविक जनसेवकको रूपमा स्वीकार गरे र निर्वाचन जिते। जनप्रतिनिधि हुँदा व्यक्तिगत लाभ खोज्ने प्रचलनबीच पौडेलको निर्णय असाधारण छ। उनले वडाको सामूहिक हितका लागि आफ्नै 5 रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन्। त्यही जमिनमा महिला समूहले सक्रियताका साथ बिरुवा उत्पादन गरे। यस नर्सरीबाट उत्पादित बिरुवाले गाउँमा हरियाली त फैलाएको छ नै, महिला समूहका सदस्यहरूलाई आर्थिक आम्दानी र आत्मनिर्भरता पनि दिएको छ। अध्यक्षले हामीलाई हातेमालो गर्न मौका दिनुभयो, त्यसैले हामी गर्व गर्छौं। एक स्थानीय महिलाहरू यस्तै प्रतिक्रिया दिइन्। पौडेलले नर्सरीको उद्देश्य केवल बिरुवा उत्पादनमा सीमित राखेका छैनन्। उनले यसलाई स्थानीय महिला सशक्तिकरण र वातावरण संरक्षणको दीर्घकालीन कार्यक्रमका रूपमा हेरेका छन्। प्रतिबद्धता पूरा गर्ने संस्कार पौडेलले सुरु गरेका छन्। निर्वाचनका बेला उनले वडाका सबै विद्यालयमा कम्प्युटर उपलब्ध गराउने वाचा गरेका थिए। उनले आफ्नै लगानीमा हरेक विद्यालयमा कम्प्युटर र प्रिन्टर लगिदिएका छन्। आज ती विद्यालयहरूमा विद्यार्थीहरू कम्प्युटर चलाउन सिकिरहेका छन्। शिक्षा क्षेत्रमा गरिएको यो लगानीले ग्रामीण विद्यार्थीहरूमा डिजिटल साक्षरताको नयाँ बाटो खोलेको छ। त्यस्तै उनले वडाबाट प्राप्त हुने आयलाई पनि शैक्षिक सुधारका लागि खर्च गर्ने निर्णय गरेका छन्। यस अन्तर्गत उनले एकजना अपाङ्ग शिक्षकलाई नियुक्त गरी विद्यालयमा सेवा दिने वातावरण निर्माण गरेका छन्, जुन सामाजिक समावेशीकरणको दृष्टिले निकै महत्त्वपूर्ण कदम हो। पौडेलको मूल मन्त्र नै सादगी, सेवा र पारदर्शिता हो। उनी न त आफ्ना भाषणका लागि चर्चित छन्, न त प्रचारका लागि खर्चिलो कार्यक्रम गर्छन्, तर कामका परिणामले नै उनलाई जनताको मनमा नेता होइन, अभिभावकको रूपमा स्थापित गरेको छ। पौडेल भन्छन्, पद भनेको सुविधाको होइन, जिम्मेवारीको स्थान हो। मैले जनताको विश्वासलाई विकास र सेवा मार्फत फर्काउने प्रयास गरेको छु। उनको यो भनाइमा राजनीति सेवा हो, शासन होइन भन्ने दर्शन लुकेको छ। यसलाई वडाको अनुकरणीय अभ्यासको रूपमा लिन सकिन्छ। वडाध्यक्ष पौडेलले आफ्नो कार्यकालमा कुनै व्यक्तिगत स्वार्थ नहेरी साझा योजना र सामूहिक सहभागितामा आधारित शासन शैली विकास गरेका छन्। उनले बजेटको वितरणदेखि निर्णय प्रक्रियासम्म स्थानीय समुदायलाई सहभागी गराएका छन्। यसले वडाभित्र उत्तरदायित्व र विश्वासको संस्कृति विस्तार गरेको छ। पौडेलको नेतृत्वमा 12 बिसे 8 मात्र होइन, अनुकरणीय अभ्यास केन्द्र बन्दै गएको छ। उनको कामले अन्य वडाहरूलाई पनि प्रेरणा दिएको छ। जब जनप्रतिनिधि पद र शक्ति प्रयोगमा रमाइरहेका छन्, त्यही बेला पौडेल जस्ता नेताहरूले जनताको विश्वासलाई सेवा, इमान र सादगीबाट प्रत्युत्तर दिइरहेका छन्। उनले देखाएका कदमहरूले सदाचारयुक्त शासनको आधार तयार गरेको छ। यो केवल एक वडाध्यक्षको कथा होइन, यो नेपालका जनप्रतिनिधिहरूका लागि दिशानिर्देश सन्देश हो। जनताको मन जित्न भाषण होइन, व्यवहार चाहिन्छ भन्ने उदाहरण हो। वडाध्यक्ष पौडेलले सादगी र सेवाभाव राजनीति र नेतृत्वको असली सुन्दरता हो भन्ने प्रमाणित गरेका छन्। पारिश्रमिक सेवामा खर्च गर्ने, आफ्नै जग्गा विकासका लागि दिने, शिक्षामा लगानी गर्ने र अपाङ्ग शिक्षक भर्ना गर्ने जस्ता कदमहरूले उनलाई जनसेवाको प्रतिमूर्ति बनाएको छ। देश विकास गर्ने कुरा केवल सिंहदारमा होइन, वडा स्तरमा पनि सम्भव छ, यदि नेतृत्व सच्चा र मनकारी हुन्छ भन्ने शिक्षा उनले दिएका छन्।